अभिषेक गिरी, तपाईलाई मनोज चौहान, उमेश यादव हैन, योहरुको के भन्छ एकदमै ठुलो चाहिँ, अनि गोरे लामा हैन, हरुको एकदम ठुलो दबदबा नै थियो। पछि चाहिँ तपाईलाई गोरे लामा चाहिँ 53 को इलेक्सन पछाडी चाहिँ गोरे लामा चाहिँ भिडन्तमा मृत्यु भयो महेन्द्र मोरङमै 53 मा। के भएको थियो त्यतिखेर? त्यतिखेर चाहिँ के भएको थियो भने त्यहाँ चाहिँ महेन्द्र मोरङमा कुनै पनि न्युमा लडाई भइराख्ने, कुनै पनि न्युमा लडाई भइरहन्थ्यो, चाहे विचारको न्युमा, चाहे मञ्च बनाउने न्युमा, चाहे के भन्छ त्यहाँ अखिलको कार्यक्रम नेविछौँ कार्यक्रमको न्युमा होस्, चाहे त्यो रामलक्ष्मण बाटिकाको न्युमा होस्, चाहे तपाईँलाई के भन्छ त्यहाँ चाहिँ अर्को कुनै कुरा गर्ने होस्, या कहिले काहीँ चाहिँ डिबेट हुँदाहुँदै पनि लडाइँ हुन्थ्यो। अब त्यस्तै कुरामा के भन्छ उहाँहरूको चाहिँ उमेशजीहरूसँग कन्फ्रन्टेसन भयो। त्यस पछाडि आएर एउटा हुल आयो, दोहोरो झडपमा गोरे लामाको मृत्यु भयो। त्यो पछाडि त्यहाँ नेविसन खाली भयो। त्यहाँ भित्र जाने मान्छेहरू थिएनन्, डराउँथे। दुईटै उठेका उम्मेदवारहरूले फिल्ड छोडे। त्यो बेलामा चाहिँ के भन्छ तपाईँलाई चाहिँ जीवेन्द्र धमालाजी हुनुहुन्थ्यो, उहाँहरू हुनुहुन्थ्यो। अनि उहाँहरू भएपछि म पनि त्यहाँ कलेजमा थिएँ। त्यो पछाडि अनि हामीले के सुरु गऱ्यौँ भने हैन अब चाहिँ उपेन्द्र गजदार इकाइ सभापति, तर उहाँ नआउने, अनि हैन अब इकाइ सेक्सन बनाउनु पर्छ भनेर त्यही बेलामा विद्यार्थीसँग भिज्दै गर्दै सेक्सन कमिटीहरू बनाउने कुरामा लागेँ। अहिले रामकुमार खत्री जो के भन्छ तपाईँलाई चाहिँ ऊ बन्नु भएको छ, के भन्छ तपाईँलाई चाहिँ प्रदेश सभा सदस्य त मन्त्री पनि बन्नुभयो। उहाँ पनि सेक्सन सभापतिबाटै सुरु गर्नुभएको। यहाँ चाहिँ तपाईसँग हो, उहाँलाई सेक्सन सभापति बन्दाखेरि चाहिँ सेक्सन सभापतिमा पनि फेरि 2 जनाको फाइट परेर उहाँ चुनिनु भएको।